बस्नुला है बस नरो 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 खै भाइ ओइ यहाँ यहाँ बसेस् आमा ध्यान राखेस् है गएरस् परेस् पर्ने आउँछ है पढाउँछु भनेर है हात दे बाँकी तिमी अघि के भनेको म फर्केर आएपछि के भन्थ्यो भन त हातमा प्लेट छ ऊ फाल्ने नेपालमा महँगो लाग्छ अनि इन्डियामा अलि हजुर हजुर कुन हात हो रामा ओ यहाँ प्लेट छ चिरेर प्लेट हजुर पहिला अब हड्डी भाँच्चे थियो त्यही भएर प्लेट राखेको छ त्यो दुख्छ गरे के घोच्छ गरे त्यही भएर त्यो फाल्न पाए अब 2 वर्षपछि मिल्छ 18 महिनापछि मिल्छ भन्थ्यो 18 महिनाभन्दा ज्यादा भइसक्यो अब फाल्ने खुट्टामा छैन खुट्टा भाँचेको तर खुट्टा निको त भयो तर हातभरि अब घाँस काट्दाखेरि दुख्छ भने ल आशीर्वाद पुरा पुगोस् यसलाई भन्ने सोचे पुरा पुगोस् अगाडि धेरै धेरै धन्यवाद म पछि आयो भने हातको प्लेट फालौँ न त्यो आशा भरोसा हातको के भन्यो बाबु हातमा पहिला भाँचेको प्लेट छ त्यो दुख्छ भन्नुहुन्छ त्यही भएर नरो के नरो 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 के म जान बेला नि सुत्नु हुन्छ आमालाई नरो नरो आमालाई नरो नरो जनताले सपोर्ट गरेछ त नरो अब त खुसीका दिन आए रुने दिन गए हजुरका नरो खुसी भयो खुसी घाँस ल अब हामी जाम है ल हुन्छ अब हामी जान्छौँ ल बाई बाई परसम्म बाटोसम्म छाड्न आउनुहुन्छ हामीलाई आउनुहुन्छ ल आउनुहोस् पारी बाटोसम्म छाड्न आउनु है आशीर्वाद दिँदै गर्दा अगाडि क्यामेरा पनि छेक्यो यहाँ त एकदमै रमाइलो भइरहेछ भाइ विनोदलाई गाउँलेहरू सबैले टिका माला लगाएर बिदाई गरिदिँदै हुनुहुन्छ ल भाइ ल भयो यही रातै बनाइदिनु भाइलाई